सलनले पनि कस्तो चित्त दुखाएर है आफ्नो पहिलो फिल्मको बेलामा बुवा नहुँदाखेरि के प्रिमियरको बेलामा पनि हल्का आँसु हालेको देखाएको के इमोसनल अनि अलिकति पारिवारिक असन्तुष्टिहरू चाहिँ अहिले सामाजिक सञ्जालमा तपाईँको परिवारबाट पनि आइरहेको छ अरू बेलामा सामान्यभन्दा सामान्य प्रोग्राममा पनि जय किशनजी उहाँको परिवार देख्थ्यौँ तर आज देखेनौँ कि खास के भइरहेको छ होइन यो अस्ति भर्खर हामीले यो 3 दिन अगाडि मात्रै फिल्म हेर्ने प्रोग्राम राखेको थियौँ हामीले यही राइजिङ चाहिँ संलग्न भएको हाम्रो सिटी स्क्वायरमा त्यहाँ हामी सबैजना जय किशनको परिवार हाम्रो परिवार सबै बसेर त्यो फिल्म हेरिसकेका छौँ र आज टिचर भएर मैले कति कलाकारहरू सब नबोलाएर हामी मिडिया समाप्त गऱ्यौँ भनेर मात्र हामीले गरेको देख्नु नै हुनेछ पहिलो कुरो त दोस्रो कुरो सलनको रङ्गीको बेलामा म उतातिर भएको भएर यसैको सुटले गर्दाखेरि म आउन पाइनँ तर उतातिर म लागिँदाखेरि उता अस्ट्रेलियामा मै बसेर यसलाई देखाउने काम गरेँ र अलिकति मलाई पनि कस्तो भएको त्यति बेला म यहाँ नहुँदाखेरि त्यो मेरो आफ्नो बेता म आफैसँग छ होइन तर जे होस् आज पिआरको भनौँ यहाँ सुटिङ आउँदा नि सलन एउटा नायक भए पनि एउटा प्रोडक्सन म्यानेजर जस्तै यसमा काम गरेर सब हिँडिदिनु हो होइन त्यो राम्रो छ र हाम्रो परिवार जहिले पनि एक हुन्छ फुट्न सक्दैन हामी जहिले पनि सँगै नै हुन्छौँ भन्न चाहन्छु प्रायः जस्तो चाहिँ तपाईँले हुन्छ नि फिल्मको बारेमा बोलिरहने भन्दा पनि फिल्म कर्मीहरूको बारेमा चाहिँ बोलिरहनु भएको हुन्छ होइन स्टेटस वाइज नै किन नहोस् होइन अहिलेको टाइममा चाहिँ तपाईँलाई क्वेसन आउने भनेको पारिवारिक द्वन्द्व या बाहिरको द्वन्द्वको पनि हुन्छ होइन तपाईँले अहिलेको टाइममा चाहिँ फिल्म क्षेत्रबाट त्यति धेरै सपोर्ट नपाइरहनु भएको थियो फिल्म क्षेत्रबाट मैले नेपाली अनुसार समय 2052 सालबाट नेपाली चलचित्रमा डाइरेक्सन सुरु गरेको होइन मलाई के लाग्छ नि 52 सालमा जो त्यति बेला निर्देशकहरू हुनुहुन्थ्यो निर्माताहरू हुनुहुन्थ्यो उहाँहरू सबले के भन्नुहुन्थ्यो भने मलाई यो एकदम गजब कुरा आज पहिलोचोटि म मिडियामा खोल्दैछु त्यो बेलाका निर्देशकहरूले आजभन्दा 30 वर्ष अगाडि हामी पो निर्देशक यो पनि निर्देशक हो र भनेर मेरो औँलामा छातीको औँलाले घोचेर कुरा गर्नुहुन्थ्यो ल्याबमा एउटै मात्र ल्याब हुँदाखेरि यस्तो बच्चा 21 वर्षको केटा आएर निर्देशक हामी पो निर्देशक मलाई के लाग्थ्यो भन्दा उहाँहरूले यो क्षेत्र छोड्नुहुन्छ तर शोभित बस्नेतले चाहिँ कहिले पनि छोड्दैन भन्ने मलाई त्यति बेला इगो थियो त्यसपछि फेरि 60को दशकमा आएपछि 50को दशकमा 60को दशकमा आएपछि पनि फेरि त्यति बेलाका जमातहरूले हामी पो डाइरेक्टर हामी पो प्रोड्युसर हामी पो कलाकार शोभित बस्नेतले हो भन्थ्यो उहाँहरू पनि कहाँ पुग्नु हो कुन देशमा हुनुहुन्छ कुन घरमा हुनुहुन्छ मलाई थाहा छैन शोभित बस्नेतले 60को दशक पनि नन स्टप फिल्म बनायो 100 डेज फिल्म बनायो त्यति बेला पनि 70को दशकमा फेरि अर्को जमात आउनुभयो उहाँहरूले पनि यही भन्नुभयो कि शोभित पनि डाइरेक्टर हो र हामी पो डाइरेक्टर हामी पो कलाकार त्यो 70को जमातका धेरै जस्ता निर्देशक निर्माता कलाकार आज हुनुहुन्न शोभित भन्ने छ अहिले 80को दशक सुरु भएको छ अहिले पनि त्यही भन्छ हामी पो कलाकार हामी पो डाइरेक्टर हामी पो निर्माता भनेर मलाई गालीले गर्छ मलाई थाहा छ तर शोभित बस्नेतले काम गरेछ र यो जमातले हटिसक्छ तर शोभित बस्नेत चाहिँ फिल्म लाइनबाट केही पनि हट्दैन आफूले आफूमाथि विश्वास राखेर मैले निर्माताले गर्दा यहाँ कस्तो हुन्छ भने धेरै जस्तो आफ्नो सान र कलाकारको आफ्नो सान देखाउनको लागि ठुल्ठुलो लगानी गर्ने निर्माता छ उनीहरू हेरो निर्माता कहिले पनि तोडेर फिल्म बनाउन सकेन मैले चाहिँ अरूको विश्वास अरूको भन्दा नि निर्माता बचाउने हिसाबले मैले काम गरेँ जसले गर्दा मैले अहिलेसम्म जति पनि मैले आजसम्म नेपालमा बढी चलचित्र निर्देशक शोभित बस्नेतले किन गरेँ भन्दा हरेक निर्माताले दोहोऱ्याइ धेरै मसँग काम गरेर यो ठाउँमा पुगेको छु होइन तर मलाई के लाग्छ नि जबसम्म निर्माताको विश्वास जबसम्म हाम्रो रोहित कटेलजी हुनुहुन्छ अहिलेको देशको सबभन्दा टप डिस्ट्रिब्युटर भन्छु म उहाँलाई उहाँहरू जस्तो मान्छेको साथ भएसम्म कसले के भन्छ कसले के गर्छ म हेर्दैन किनभने म लगाम लागेको घोडा हुँ म यसरी लगामसहित फर्किरहेको अरू छिटो जान सक्छु म सिधो मात्र हेर्छु त्यही मात्र भन्न चाहन्छु पिआर भनेर नाम चलचित्रको नाम राख्नु भएको छ होइन धेरैजना कलाकारहरू हामीले देखाएको छ जो चाहिँ पिआरकै खोजीमा विदेश गएर बस्पेन्ट सेटल पनि हुनुभएको छ होइन त्यही कलाकारहरूलाई पनि धेरैजना फिल्म मेकरले काम पनि दिइरहनु भएको छ होइन आफैले पनि अब विदेशमा बस्नुभएको धेरै दुःख पाउनु भएको छ भनेर भनिरहनु भएको छ देख्नु पनि भएको छ पिआरले चाहिँ तपाईँले हुन्छ नि पिआरको माध्यमबाट चाहिँ के चाहिँ सन्देश दिन चाहनु भएको छ त पिआरको पनि भन्न चाहन्छु म एउटा विदेशमा कति मान्छेहरू कसरी बसेका छन् हामीलाई थाहा छ होला उहाँहरूको लामो गाडीको अगाडि सेल्फी टल्कियो गाडीको अगाडि सेल्फी हामीले देखेका होला कतिजना मान्छेको ठुल्ठुला महलको अगाडि सेल्फी देखेका होला तर उहाँहरूको स्थिति के छ धेरैको म सबैको भन्दिनँ धेरैको स्थिति त्यहाँ कस्तो छ त मैले अनुभव पनि गरेको छु होइन र यहाँ बस्ने मान्छेहरू त यार अस्ट्रेलियामा छस् क्यानाडामा छस् युएसएमा छस् यार आइफोन 17 आयो पठाइदिनु आइफोन 16 आयो पठाइदिनु 17 आउँदैछ बुक गरेर है भनेर यहाँबाट एक फोन गरिदिन्छ तर उहाँको मान्छेलाई के पीडा छ भन्ने थाहा छैन सबैको मान्छेलाई के लाग्छ नि विदेश गएपछि रुखमा पैसा भन्छ त्यो टिपेर हामीलाई पठाउनु पर्यो तर त्यो होइन यही यथार्थ कुरा त्यहाँको र यहाँको प्यारेन्ट्सहरू पनि आफ्नो कर्तव्य के हो त्यो बच्चाहरू बाहिर हुँदाखेरि चाहिँ उसले त्यहाँ कति दुःख गरे होला कसरी साथ दिने यो यथार्थ चिजहरू कति चिज थाहा छैन त्यो चाहिँ मैले पिआर मार्फत देखाउन खोजेको छु मलाई जहाँसम्म लाग्छ विदेशमा जति पनि नेपालीहरू हुनुहुन्छ यसमा फेरि सबैको दुःख मात्र होइन राम्रा गर्नेले के गरेका छन् र नराम्रा काम गर्नेहरू विपद भएर के हुनु परेको छ र ठिकका काम गरेर के हुनु परेको छ यी सबै सन्देशहरू प्यारेन्ट्सको लागि र विदेशमा भएको विद्यार्थीहरू नेपालीहरूको लागि यो देखाउन खोजेको छु यो पिआर मार्फत चाहिँ